टोकियोमा हिउँ पर्दै गाइज ओ माई गॉड लुकिङ सो ब्युटिफुल लुक एट दिस अमेजिङ भ्यू साँच्चै टोकियोमा हिउँ पर्छ भन्दा सुनेको थिएँ होइन गाइज मैले साँच्चै यता आएको लगभग मलाई 4-5 महिना हुन लाग्यो होइन अब तर साँच्चीकै हिउँ देख्न पाइयो कि धेरै वर्षपछि देखेँ कि गाइज मैले हिउँ चाहिँ होइन पहिला चाहिँ हाम्रो नेपालमा छँदाखेरि सानो छँदाखेरि हाम्रो गाउँघरतिर पर्थ्यो होइन अनि लगभग 15-16 वर्ष भइसक्यो कि गाइज मैले हिउँ नदेखेको होइन तर 15-16 वर्षपछि हिउँ देख्न पाइयो कि गाइज Look at this beautiful moment, guys. यता चाहिँ होइन विभिन्न देशहरूको फुड पाइने रहेछ होइन गाइस यता हाम्रो नेपालको झन्डा पनि रहेछ उता माथि हेर्नु स्टोर रहेछ कि पुरा छाता भरेर गाइज होइन पुरा गरम भइसक्यो कि तपाईँलाई हिउँ मनपर्छ कि पर्दैन गाइज कुन ठाउँमा हुनुहुन्छ तपाईँ अहिले कहाँबाट हेर्दै हुनुहुन्छ भिडियो कमेन्ट गर्नु होला है वाह यता हेर्नु गाइज कस्तो राम्रो है मजा आइरहेछ नि लुकिङ सो ब्युटिफुल युकी गा फुटेमास लुक एट दिस अमेजिङ भ्यू त्यहाँ अगाडि स्टेसन छ होइन गाइज मैले चाहिँ अब ट्रेनमा जानुपर्ने हो स्टेसनमा जानु पर्यो एकदम चिसो भइरहेछ गाइज होइन ओ माई गॉड यस्तो चिसो भएको छ कि गाइज अब के भन्ने ओ माई गॉड ट्रेन आयो है गाइस अब चाहिँ यसो ट्रेनमा चढिन्छ एकदम चिसो भइरहेछ हातहरू
see this